Used to have it all. So am I wrong? If happy ever after did exist, sometimes all I think about is you. I got that summertime sadness. Don't listen to a word I say. Don't say a word while hands together. You brought a fire to a world so cold. We're out of time on a ride, let's live up. Hold on, hold on, हेलो नमस्ते साथीहरू गुड मर्निङ। आज चाहिँ हामी डे 2 मा छौँ। हामी यतिखेर टक्सेरा भन्ने ठाउँमा छौँ। रुकुमको ठाउँ एकदमै दामी छ। अनि यो ठाउँमा चाहिँ घर ज्वाइँ भन्ने मुभीको सुटिङ पनि यही ठाउँमा भएको रहेछ। अनि त्यसपछि यहाँ चाहिँ विशेष गरेर टोटली मगर कम्युनिटीहरू नै बस्नुहुँदो रहेछ। अनि यो पाहुना घर होमस्टे भन्ने होमस्टेमा चाहिँ हामी स्टे गरेको हिजोको दिनमा। अनि घाँटी कस्तो कस्तो भइरहेछ। अनि भर्खर बिहान उठेर अनि यो बिहानको मौसममा चाहिँ मस्त पारामा यहाँको इन्भाइरोमेन्टहरू इन्जोय गरिरहेछौँ। राज सरले चाहिँ ड्रोन उडाउँदै हुनुहुन्छ। त्यसपछि अब अरू त त्यही नै हो। आज चाहिँ हामी मैकोट जाने भन्ने कुरा हो। हामी सल्लाह गर्छौँ के गर्ने भनेर, तर सकेसम्म हामी जाने प्रयास चाहिँ गर्छौँ। र टक्सेरा चाहिँ अब के देखाउँ त मैले टक्सेराको यो अब एकदमै दामी गाउँ है। सबै टोटल्ली मगर नै मगर। अनि खाम भाषा बोलिदो रहेछ म्याक्सिमम। अनि भोइस टोनहरू पनि एकदमै डिफ्रेन्ट खालको रहेछ क्या यहाँको मान्छेहरूको चाहिँ। अनि ड्रोन चाहिँ उता माथि कता छ देखेन। तन्नेरी नै हुनुहुन्छ। त्यो भन्न नि के हो मान्छे बुढा म त मल्लो नाइ के बड्डो बोल त के बड्डो हामीले खाना दिने हामी आउ जानु न मात्र हो। होइन ऊ बन्छन् के अरे बिकहरू र त्यो हुन्छ नमहरू। अनि कोही सिरियस हुन्छन्। गुरुङहरू पनि अलिअलि छन्। के मगरहरू नि धेरै खालको मगरहरू छ होला नि। राणापुन को हो? राणापुन शिरीष थापा मगर पुन मगर रोगा मगर छन्। त्यति हो। यसमा के बनाउने हो र? मासु? खाजा ओके। के रे बहिनीको नाम? नाम बिर्सियो म त। सुस्मिता। ल है हाम्रो राज बुढा मगरले चाहिँ ड्रोन उडाउँदै हुनुहुन्छ। राज बुढा भन्ने युट्युब च्यानलबाट दामी ड्रोन सट हेर्न सकिन्छ। तर अहिले होइन, मैले त आजभोलि नै हालिदिन्छु। सरले त अब फेरि टाइम लिएर राम्रो एडिट गरेर हाल्नुहुन्छ। ल थ्याङ्क यू। हिजो सुरज सरले रातो खाम कि निलो खाम भन्नुभएको थियो त्यस्तै। बिहान उठ्ने बित्तिकै चिया। आज मेरो ब्लगमा तपाईँ मात्र देख्छ क्या। यहाँको फोन नम्बर जुम गरिदिनु पऱ्यो, काम लाग्छ होला। 9745888392। ए बाबु पत्ता त पानी फापरको रोटी फेरि पनि उनी नै देखिहाल्नु। मेरो ब्लगमा त म मात्र देखिने भयो क्या आज।
भाइरल त मेरोमा हुँदैन फेरि पनि उनी देखियो ल ओके तपाईँ मात्र देख्ने भयो ल त फापरको रोटी विथ यो तरकारी अनि अलिकति चटनी अचार अनि राज दाइले चाहिँ भर्खर यहाँ एउटा दामी भिडियो गर्नु भएको छ राज बुढा युट्युब च्यानलबाट चाहिँ दाइले अपलोड गर्नुहुन्छ हेरिदिनु होला मेरो अलिकति थोरै थोरै भ्युअर्सहरू जति हुनुहुन्छ ससुरा म मलाई भान्जा भन्नु भएर ससुरा भन्नु भएको कि भनेको कि मैले मलाई भान्जा भनेर ससुरा भन्नु भएको कि भनेको कि मैले ए त नि ल छोरी भन्नु दुईवटा त खान्न म हजुर मह हुन्छ नि थोरै चाहम न कस्तो रहेछ ल अब चाहिँ हामी खाजा खान्छौँ अनि खाजा खाएर हामी मैकोटसम्म पुग्छौँ जुन कुनै हालतमा पनि टक्सेरा अनि यहाँ चाहिँ लुङ्गी लगाएर भलिबल खेल्छन् रे यो त केटाहरूको कोट भयो अनि यहाँबाट देखिने यो बाटोबाट यो भयो अनि हामी बिहान छौँ अब जाँदैछौँ हामी रुकुमको मैकोट भन्ने ठाउँतर्फ खाजासाजा खाइयो मामाको यहाँ फोटो खिच्ने कार्यक्रमहरू छ के लिएर आएको भाइ री अनि यहाँ चाहिँ कार्यक्रमहरू हुने ठाउँ रहेछ पर स्टेज पनि बनाउनु भएको रहेछ दामी अनि यहाँ चाहिँ घोडा चढिरहेको छ अनि यो त मुस्टाङको भाइ दिँदो रहेछ है त मजा आइरहेको छ हेर्न ल यस्तो छ है यहाँ आउनुहुन्छ भने मैले मेरो भिडियोमै हामी बसेको पाहुना गेस्ट हाउसमा त्यसको नम्बरहरू पनि राखिदिएको छु मैले रुकुमैको त आँखा नि राम्रै हो मन पर्यो नि ओठ कति गरौँ तिम्रोमा बयान सुरज सर बल्ल खाजा खाँदै हुनुहुन्छ है सुरज सर ढिलो भयो यहाँ चाहिँ फोटो अलिकति फोटो खिचौँ भन्ने खालको छ मेटेरियल सेल हालिसक्यो अनि अब त हामी रुकुमैको जाँदैछौँ अनि हाम्रो यो गेस्ट हाउसबाट दुईजना कान्छी अनि त्यसपछि आमा पनि जानुहुने रे हामीसँग र सरहरू पनि रेडी हुनुभएको छ अब चाहिँ हामी यहाँबाट हिँड्यौँ त्यही नै हो अब सिधै रुकुमैकोट पुगेर अनि त्यसपछि भेट हुन्छ है त ल किनभने बिचमा अलिकति बाटो अप्ठ्यारो छ अरे त्यो बाटोमा चाहिँ हामी भिडियो गरिँदैन सिधै मैकोट गएर गर्छ ल धन्यवाद भिरकुङ भन्ने ठाउँ रहेछ के रे कस्तो राम्रो हुने क्या यहाँको ठाउँहरू त के त हो यो अहिले त म त फेरि यतातिर हो नि फेरि साथीहरू के अरे उहाँहरू पनि हामीसँगै जाने भनेर तपाईँको बजू बजू र उहाँ पनि हामीसँग आउनुभएको छ अनि उहाँ चाहिँ मेरो पछाडि बस्नुभएको छ त्यही नै हो अब मैकोटै पुगिन्छ होला सिधै मैकोट गयो भिडियो गर्छु भनेको यहाँबाट राम्रो ठाउँ देखिहाल्यो फेरि भिडियो गर्छु भनेको फेरि पनि भिडियो गरेँ साथीहरू लो माई गॉड उतै पारीको गाउँ चाहिँ के अरे कोल यो तलको गाउँ पड्मी ओके ल मेरो गाइड है आजको
स्वात्तै हाम्रो टोलीहरू त्यहाँ आउँदैछन् बुलेट भएर बुलेट ल ल ल हामी पनि खानी हो तपाईहरु हामी चाहिँ पानी खान रोकिराखौ साथीहरु कति राम्रो ठाउँ पुरै नगरौँ न ठाउँको त ढुलो त यहाँ फाल्ने कुरै भएन फेरि सुरुबाट गरिदिनु ल म केही गर्दिनँ गर्नु त जस्ट म खान्छु मात्र म त पुग्दै हातै कस्तो फोहोर भयो ल सुरज सर र मामा पनि आउनु भएको छ खिचिराखु नि मैले कान अप्ठ्यारो छ अप्ठ्यारो फेरि आहा कहाँ होला नि यति राम्रो ठाउँ के हो यो ठाउँको नाम काम चाहिँ अझै आइपुगेको छैन ठाउँको नाम कहाँ यो थाहा चरण क्षेत्र हो यो राम्रो भिडियो गर्दै हिँड्नु दिनु समाएर तपाईँको तरिकाले भएन कि खस्यो र बनाउनु तपाईँले खस्यो तलसम्म यो हेर्दै आउँछु त जता पनि गइदिनु खाने त क्या ठाउँमा आइएको छ है टाल रहेको छ अनि यो चाहिँ खोलामा यस्तै छ बाटो सरहरू गइसक्नु भएको छ अनि उहाँ चाहिँ यहाँ सफा गर्दै हुनुहुन्छ लास्ट छ कि हामीले बिचमा चाहिँ बाटो बिरायो क्या यहाँ खासमा समस्या त त्यो भयो मिलु एमसे ताको नखाइलो अनि अझ यो खोलाल केन्ता हो मेरो फोन गर्नुपर्छ भन्नु फोन गर्नुपर्छ भन्नुहुन्छ म चाहिँ हो र हैन जुत्ता एकछिन डङ्गलमै पठाइदिनु भयो कि यहाँ हेर्नु न यहाँ खुट्टा काटेर यहाँ यो फेरि टाइट छ असला यो फेरि टाइट छ कि बाटो गाह्रो रहेछ बाटो भयङ्कर गाह्रो तक्सेरासम्म त ठिकै हो बरु है ओहो ठुलै काटेछ त यार हेर्नु थोकिएछ नि यत्रो सुन्ने हेर्नु नि सोइलिङमा यसलाई उ गरिहाल्नुपर्छ चाहिँ नभए त गाह्रो पर्छ अब राइडर धन्नै यो बाक्लो थियो भन्नु न चलाउन त चलाउनै पर्यो है फेरि तपाईँले त्यही समस्या छ त नि त्यही भएर कन्फिडेन्स लेभल घटेर के म त्यहाँ अड्केको त्यो एकचोटि एक्सिडेन्ट भएपछि कन्फिडेन्स लेभल घट्छ नि थाहा घट्छ अभियसली घटिहाल्छ नि अब फेरि गुल्सिनी हो कि भने काट्यो क्या काट्नु त काटेन यो डेन्जर दुख्छ नि यो हो साह्रो लागेछ नि
हामी पल्टेको त तिनीहरूलाई थाहै छैन मलाई देखाउनु भयो बङ्गलामै पठाइदिनु हो कि उहाँले ल अब अनि बुलेटको फेरि सबै खलामी खलाम हुन्छ डङ्गी काटिहाल्छ कि जाम जाम राम्रो छ बहिनीको राम्रो छ ल कपडा म पनि राम्रो भइहालेको रहेछ भर्खरै ठ्याक्कै तपाईँको त आउने बित्तिकै यो फुल हरेको कि ठ्याक्क चट्टा चट्टा हेर्न फुलबारी जस्तो त अनि पट्टा पट्टा टिक्क टिक्क रुकुमाई कोटाले खसा रुकुमाई कोटा होइन तर यो रिभर चाहिँ मलाई भब्बाल लाग्यो हेर्नु त यति राम्रो रिभर खोला चाहिँ राम्रो हो तर बाटो अप्ठ्यारो 3 घन्टा लाग्छ 4 घन्टा लाग्छ भने के भन्नु तपाईँले के भन्नुभयो एक बारको जुनीमा अब यो आइला नआइला यहाँसम्म आएपछि जाम भन्ने मान्छे तपाईँहरू नि हो म होइन उहाँ मुख्य नजाम भनेको मान्छे भयो त म त जाने भन्ने नै थियो मलाई नि छन त होइन दामी भयो नि टक्सेरसम्म आउन सकिन्छ यहाँ चाहिँ अलिक गाह्रो छ टक्सेरसम्म ठिक रहेछ कि कस्तो मान्छेहरू रहेछन् के त्यो बाटो नबनाउने यस्तो यस्तो मान्छेहरू यो त अहिले त्यो फेमस भएर बनाएको ल नयाँ ट्र्याक खोले जस्तो छ मैकुट जाने बाटो फेरि यही मात्र रहेछ क्या ठ्याक्कै अनि पानी आयो भने त पानी सानी ठुलो पऱ्यो भने त यहाँ त समस्या छ बाटो एकदम एक्सट्रिम नै रहेछ उहाँसम्म ठिकै थियो के अरे टक्सेरासम्म त तर यहाँ अब यो त के गरेर पुस्ने हो र म नि पाएर हालेर आउनु पर्दो रहेछ एउटा भयो अब यस्तै ढुलो फोटो खिच्छु अनि फर्किन्छु दुईवटा बाइक त उकालियो बिचरा यहाँ आन्टी चाहिँ यो बहिनी त बिचरा है हिँडेकै हो बाइकमा आएको भन्ने मात्र भयो हिँडेकै गर्नुपर्ने भयो आमालाई हौ ल हामी यो मैकोट भन्ने ठाउँमा आएको छौँ यो मैकोट भन्ने ठाउँमा हामी यहाँ खाना खाने चाहिँ होइन हामी खाना खान अर्को ठाउँ जानुपर्ने छ बाइकहरू गुल्ठिरहन गुन्टुङ अनि कति घर छ सर यहाँ लगभग ल ओ माई गड यहाँबाट त उता राम्रो देखियो त बल्ल रुकुमको मैकोट भन्ने ठाउँ है त साथीहरू सो फाइनली हामी रुकुम मैकोटमा आइपुगेको छौँ मैकोट सो साथीहरू म चाहिँ मेरो सिग्नेचर स्टेप गर्न लागेको छु रुकुम मैकोट जस्तो ठाउँमा आएर पनि मैले फेरि मेरो सिग्नेचर स्टेप जुन मलाई अमृताले सिकाएको थियो सो साथीहरू मेरो सिग्नेचर स्टेप चाहिँ यस्तो छ रुकुम मैकोट दिस इज रुकुम मैकोट अनि म पनि यही रुकुम मैकोटमै हामी चाहिँ खाना खाने भनेर आएको छ अहिले 3 बज्न लागिसक्यो अनि यहाँ त होइन क्या हो कता जानुभयो तोली यता त नरहेछ ल अब खाना खाने हो एकदमै थाकिएको छ बाटो एकदमै अप्ठ्यारो भएर मम्मी पोखरा अब यस्तो उता टक्सेराबाट नि तर उसम्म झऱ्यो भने त त्यहाँबाट त मजै छ क्या फेरि ल हामी चाहिँ यो ठाउँमा आमानी ल नत्र बाइक यहीँ आउँछ ठिक छ अन्ध्यारो रहेछ बत्ती गएको छ खाना खाना छिर्न लागेको हो है
आउनै बिर्सेर चाहिँ नि ओ माई गड ल साथीहरू खानासाना खाइयो ढेँडो अनि लोकल कुखुरा हजुर जाम ल अनि यहाँ अब चाहिँ हामी उता त्यो ठ्याक्कै मैकोट भन्ने ठाउँ हेर्न जान्छौँ अनि त्यसपछि चाहिँ हामी लागिहाल्छौँ 4 बज्न थाल्यो फेरि 4 घन्टा लाग्छ फेरि आज फेरि रात पऱ्यो भने बाटो अप्ठ्यारो छ चलिदियो ल यता हामी चाहिँ यो माथि एकचोटि टक्क पुगेर अनि फर्क्यौँ भनेर यहाँसम्म आएर फेरि त्यहाँ नजाने भन्ने हुँदैन अबेला भइसकेको छ जसरी हुन्छ छिटो जानु छ हामी यो बाटो हुँदै यसै उता जानुपर्ने बन्दुक बनाएको कति छिटो हिँड्नु भयो है खच्चर बढ्न हो यो धेरै तर ठाउँ चाहिँ कडा छ यति के छालाहरूको बनाएको होला है यो मैकोट एन्ड दिस इज मैकोट साथीहरू अनि यही मैकोटको नामबाट यो ठाउँको नाम चाहिँ मैकोट राखेको हुनसक्ने अनुमान मैले गरेँ उहाँबाट खातौ जय बजरङ्गबली खोर्दे तपाईँको फोटो मैले खिचिदिएको अनि कस्तो भयो होला कुनै ल है हे भगवान् राम्रोसँग तक्सेर पुग्न सकौँ यार टेन्सन ल यही हो हाम्रो डेस्टिनेसन चाहिँ है साथीहरू सम्झनामा एउटा फुल पनि छोडिएको छ ल One, two, three, go. मेन हाम्रो यहाँ अहिले हामी मैकोटमा आएको छौँ रुकुमको अनि एकजना भाइ हुनुहुन्छ सो भाइको नाम भनिदिनु एकचोटि मेरो नाम चाहिँ मनोज पुन मगर हजुर हजुर मेरो घर चाहिँ यही हो अनि जस्तै यहाँ मन्दिर पनि छ यो हैन खास गरिकन यो मैकोटमा चाहिँ यहाँको विशेषता चाहिँ यो मन्दिर मात्रै त होइन होला यहाँको अब पहिलो कुरो यहाँको इन्भाइरोमेन्ट त छँदैछ यहाँको सौन्दर्यताहरू प्राकृतिक सौन्दर्यताहरू त्यो बाहेक चाहिँ मैकोटमा चाहिँ अरू के चिजहरू छन् यसो सर भन्दैन नि मैकोटको मेनली भन्नु पर्दाखेरि मैकोट भनेको चाहिँ हाम्रो पुन मगरहरूको उद्गम स्थल भन्छ कि हाम्रो चाहिँ मेन चाहिँ पुनहरू जति पनि टाढा टाढा जानु भएको छ भनेर चाहिँ यहाँ पहिले जिजुबाजे हाम्रो पुर्खाहरूले भन्नुहुन्छ तर पनि अहिलेदेखि कता कतादेखि घुमेर आफ्नो पुर्खा खोज्न चाहिँ यहाँ आउनुहुन्छ कि पुन मगरको उद्गम स्थल चाहिँ मेन भनेको चाहिँ यहाँ हो रुकुमको मैकोट त्यही माथि मैकोटको अब अरू चिज भन्नुपर्दा त अब रुकुम मैकोट नामै काफी छ हाम्रो तपाईँ गीत भन्नाले गीत त अब ठाउँ मात्रै ठाउँ राम्रो भएर गीत आएको हो अब ठाउँ अलिक गतिलो नभएको भए गीत आउँदै आउँथेन त्यही माथि हाम्रो मैकोटको विशेष त्यहीमा मगरहरूको उद्गम स्थल त्यही माथि भूगोल हेर्नुहोस् हाम्रो जियोग्राफी एकदम मिलेको अब यो हाम्रो यो डाँडा भयो हामी डाँडामै छौँ अहिले होइन ठ्याक्क डाँडामाथि छ त्यो माथि पनि अर्को डाँडा त्यहाँ भेडाहरू पाल्ने त्योभन्दा माथि अझ बुकी भन्नाले अब यार्स सिजन हुन लागिसक्यो अब यार्स गुम्बा टिप्ने पहिल्यैदेखि हाम्रो यो लगभग बुवाहरूले थाहा पाउने बेलादेखि नै यहाँ यार्स गुम्बा टिप्ने अब यताउता अब यहाँको मान्छेहरूको अलि चहल पहल अलि अरू भन्दा अलि बेग्लै हुने हेबिट भनेको यहाँ फेरि विकास भन्नाले हाम्रो यो सदरमुकाम पछिको सदरमुकाम भनेको चाहिँ मैकोट भनेर चाहिँ योभन्दा धेरै पहिलेदेखि नै भन्थ्यो हामीले याद गरेर 2063-64देखि नै भन्थ्यो त्यही माथि फेरि कस्तो छ भने यहाँ चाहिँ हाम्रो जति सदरमुकाममा पाइने सामानहरू अरू ठाउँमा नपाएर हाम्रो यहाँ चाहिँ पाइन्छ मान्छेहरू हजुर कृषिको कुरा त अब हाम्रो यहाँ मकै फापर सबै हुन्छ अहिले खास पहिलेतिर चाहिँ अब अहिले जौँ हाल्ने अब पाक्ने बेला हुन लागिसकेको समय हो तर अहिले चाहिँ यो जौँ चाहिँ हालेको छैन किनभने अब अलि त्यसलाई धेरै केयर गर्नुपर्छ अब गाईहरू छाडा भयो भने अलिक गाह्रो पर्छ ओके ल भाइ म एउटा क्वेसन छ है त हामी जुन बिहानदेखि हामीहरूले मन्दिरमा छौँ होइन यो मन्दिरको बारेमा इतिहासको बारेमा यसको बारेमा तपाईँले के छ तपाईँलाई जानकारी तपाईँले अब मलाई थाहा भएको अनुसार चाहिँ हाम्रो यो चाहिँ श्री मस्ता भन्छ हामी यो मस्ता हो मस्ता भन्नाले तपाईँहरूलाई थाहा छ किनकि हाम्रो सुदूरपश्चिम मध्यपश्चिम
प्राय पश्चिमतिर चाहिँ हामीले चाहिँ मनाउने भनेको मस्त भन्छ। मस्त चाहिँ अब कस्तो भन्नाले धामीहरू जस्तो कहिले काम्ने त्यतिकै आफूले देउतालेसम्म त्यस्तो खालको मस्त भन्छ। अब हाम्रो चाहिँ यता धारे मस्त अनि यता चाहिँ हाम्रो धारे मस्ता भन्नाले हामीले दुध चढाउँछ है उतापट्टि। अनि यहाँ चाहिँ हाम्रो दसैँको बेला अब आज जस्तो फुलपाती भयो त्यसको भोलिपल्ट चाहिँ अब दसैँको भोलिपल्ट चाहिँ हाम्रो यहाँ धुमधामका साथ हाम्रो यहाँ पूजा हुन्छ। लगभग 80-90वटा हाम्रो अरू चाहिँ चल्दैन। यहाँ भेडाको साँडो मात्रै हो, सिङ खसी नबनाएको मेन साँधै हो यहाँ चर्ने। यसको विशेषता चाहिँ यति हो। हामीले थाहा पाउनु मेनली चाहिँ यहाँ मैलाहरू छिर्नु चाहिँ यहाँ मनाइन्छ। हामीले चाहिँ त्यो चाहिँ किन हो भने अब यो पहिल्यैदेखि छिरेको पनि छैन। इतिहासमा के छ भने छिरेको बेला पहिले युद्धकालतिर यहाँ मैलाहरू छिरेको थियो र छिर्दाखेरि बाहिर निस्किँदाखेरि सर्पले चाहिँ बाहिर निस्किन दिएन। अनि पछि उनीहरू उता कहाँदेखि लागेर गयो भने हामीले सुनेको। अनि त्यही माथि फेरि यहाँ यति छिर्यो भने पनि अहिले अशुभ हुने गाउँमा आयो अनिष्ट पानी परिदिने हावा चले अलिकति गाउँमा नराम्रो भइदिने भन्ने चाहिँ विश्वास छ। त्यति हो यहाँ। थ्याङ्क यू भाइ। म एउटा क्वेसन सोधेँ होइन, रुकुमको चाहिँ नामै काफी भयो, फेमस पनि हुँदै गएको छ। तर यहाँको बासिन्दाहरू यो ठाउँलाई छोडेर बाहिर बसाइसराई गर्ने परम्परा छ कि छैन? सबै होइन अहिलेसम्म सर यहाँ चाहिँ हाम्रो के छ भने बसाइसराई भन्ने कुरा 1-2 जनाले गरेको होला नि। तर हाम्रो चाहिँ भर्खरै विदेश जाने ट्रेन आएको भनेको नै भर्खर 2-3 वर्ष भएको छ। नत्र यहाँ हाम्रो विदेश जाने सिस्टम पनि होइन, जागिर खाने सिस्टम यहाँ तपाईँले गर्नु अमेरिकातिर जाने मान्छे धेरै हुन्छ। त्यो टकमा हो, टक सेराको चाहिँ घर घरै पछि अमेरिका जाने। मैकोटमा चाहिँ अहिले भन्ने हो भने अमेरिका छिरेको हातमा गर्ने छ 2-3 जना होला नि। अनि यहाँको लाउरेहरू भनेको अहिले भर्खर 2-3 जना भएको छन्। एउटा अहिले भर्खर भएको अनि यो घरको एउटा त्यहाँ ढलान भएको घर एउटा चाहिँ पछाडिदेखि भर्खर 3 जना हो। पहिलेदेखि ट्रेन भएको भए हुन्थ्यो होला। हामीलाई यार्सो गुम्बाले बिगार्यो त्यसमाथि हाम्रो त्यही भएर चाहिँ हाम्रो दायाँ बायाँ सोच्न हामीलाई दिएन। त्यही भएर हाम्रो यहाँ बसाइसराई भन्दा एकदम कम छ, बसाइसराई छैन हाम्रो। धन्यवाद। अझै एउटा क्वेसन छ त्यही त, हाम्रो रुकुममै गोदमा जाति जनजाति कति प्रकारका बस्नुहुन्छ तपाईँहरू? यहाँ अब मेन भनेको मगर, कामी, दमाई यति हो। अनि गुरुङहरू हल्का फाटाङ ठकुरीहरू 1-2 जना। नत्र प्राय यहाँ भनेको फुल्ली प्राय चाहिँ मगरै हो। बुढा मगर, घरती मगर अनि पुन मगर को धेरै छ यहाँ। पुन मगरै हो प्राय। यहाँ पुन मगरको गाउँ पुन मगर हो। थ्याङ्क यू भाइ। पुर्खा नै हो भन्ने कुरा गर्छ। हजुर हस् थ्याङ्क यू। धन्यवाद। ल हस् थ्याङ्क यू है त। थ्याङ्क यू। ल साथीहरू अब चाहिँ हामी यहाँबाट निस्कियो। अब सिधै टकसेरा भन्ने ठाउँतर्फ लाग्छौँ। हामीलाई 3 घन्टादेखि 4 घन्टा लाग्छ। त्यही भएर फेरि 4 बजेर पनि 20 मिनट गइसक्यो कि अनि रात पर्ने जस्तो अवस्था आयो। त्यही भएर अब चाहिँ हामी लागिहाल्नुपर्ने छ। बाटोहरू अलिकति अप्ठ्यारो छ त्यहाँ तल खोलामा पुग्नुसम्म। त्यसपछि तपाईँहरू ठिकै छ, त्यही नै हो। अनि अब तकसेरा पुगेर भेटौँ। अब एकैचोटि बिचमा मैले भिडियो चाहिँ गर्दिनँ होला। के अरे अनिमा युनिक रहेछ त। अनि तपाईँको? आर्जु। ओके ल बाई बाई भनिदेऊ मलाई। बाई बाई भनिदेऊ। के भन्दाखेरि साथीहरू गयो। ल ढ्याङ यसो ढुङ्गामा ठोक्किएको थियो। सेट म त यो बाङ्गे भयो होला भनेको। यहाँबाट नभाँचिएर अर्को यताबाट यहाँ यो बाङ्गे भएको भए ठिकै हुन्थ्यो। ल साथीहरू फाइनल्ली हामी चाहिँ पाहुना घर गेस्ट हाउसमा आइयो। दुखम सुखम भन्ने चाहिँ दुखमा सुख फेरि बाटोमा स्टार्ट दिएर यार। बाटोमा स्टार्ट नभएर फेरि। अनि त्यसपछि मैले तपाईँहरूलाई देखाउन गइरहेको छु। ल है साथीहरू यो चाहिँ यो हालतमा छ, भाँचियो ठोकिएर। अनि अरू त सबै ठिकै हो बाइकको भएको होइन। त्यो भाँचिनाले चाहिँ एकदमै समस्या भयो। त्यतिले गर्दाखेरि लोटियो के भयो या छोडिदिउँ। जे होस् अब अलिकति रक्सी खाइन्छ अनि मात पिन्छ, बास सक्यो। होइन तास खेलिन्छ आज। तास खेल्ने हो, कल ब्रेक। ओके